प्राधिकरणबाट बिदा भइसकेपछि मलाई फुर्सद भयो। अब फुर्सदमा विभिन्न किसिमका छलफल बहस सुझाव लिने कामहरू गरिरहेको छु। अब चाहिँ अब आगामी दिनमा के गर्ने भन्ने विषयमा पनि विभिन्न साथीभाइ एक्सपर्ट सबैसँग छलफल गरिरहेको छु र फुर्सदको समयमा आफ्नो व्यक्तिगत काम पनि गर्ने भयो। त्यो भएको हुनाले म व्यस्तै छु। चाहिँ फुर्सद भनेर प्राधिकरणबाट बाहिर आउँदाखेरि हिजो गर्न नपाएका र हिजो भेट्न नपाएका साथीभाइलाई भेट्न पनि काम पाएको छु र आफ्नो काम पनि गर्न पाएको छु। अब मैले चाहिँ आफ्नो जुन एक्सपर्टिज जुन अनुभव करिब 30 वर्षको अनुभव लाई अब मेरो उमेरले पनि धेरै म चाहिँ अझै बाँकी छ। त्यसलाई चाहिँ देश र जनताको लागि बढीभन्दा बढी चाहिँ कन्ट्रिब्युसन कहाँबाट गर्न सकिन्छ, कुन क्षेत्रबाट गर्न सकिन्छ भन्ने कुरामा छलफल र सुझावहरू लिइरहेको छु। जहाँबाट बढीभन्दा बढी चाहिँ योगदान दिन सकिन्छ म त्यही क्षेत्रमा लाग्छु। म यो फुर्सदको बेलामा चाहिँ धेरै बाहिर देशहरूमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि भेटघाट गर्ने चरणमा छु। पहिला काम गर्दाखेरि म धेरै वर्षसम्म त्यो फुर्सद पनि भएन, भेटघाट गर्ने अवसर पनि भएन र मैले आफूले बुझ्ने मौका पनि पाएन। यसको चाहिँ लागि मैले सुरुमा चाहिँ गल्फ कन्ट्री हाम्रो खाडी क्षेत्रलाई छानेको छु। अहिलेको भ्रमण चाहिँ यो बहराइन, यो युएई, ओमन, कतार 4वटा देशमा म जाँदैछु। 2 तारिकदेखि जुलाई 2 तारिकदेखि 4 तारिकसम्म बहराइनमा हुन्छु। जुलाई 5 तारिकदेखि 8 तारिकसम्म म युएईमा हुन्छु। अनि जुलाई 9 देखि 10 सम्म ओमनमा हुन्छु। जुलाई 11 देखि 13 सम्म कतारमा हुन्छु। यी देशहरूमा भ्रमण गरेर मैले नेपाली दाजुभाइ दिदीबहिनी जो विदेशी भूमिमा पसिना बगाएर नेपालको सपना, परिवारको सपना चाहिँ बोकेर त्यहाँ बस्नु भएको छ। उहाँहरूको जीवन सङ्घर्ष अनुभूति चाहिँ बुझ्ने मौकाको रूपमा पनि लिएको छु र मेरो अनुभव अहिलेसम्मको मेरो अनुभवहरू पनि साटासाट गर्ने र जुन गल्फ कन्ट्रीहरूको जुन एउटा डेभलपमेन्टको जुन अवस्था छ, एउटा विकास समृद्धिको अवस्था हिजो 30-32 वर्षमा जुन हिसाबले विकास भएको छ, करोडौँ मान्छेलाई रोजगारी दिने अवस्थामा पुगेका छन्, एउटा समृद्ध देशको रूपमा अगाडि बढेको छ। त्यसको अनुभव पनि मैले लिनको लागि पनि यो भ्रमणले चाहिँ मलाई सहयोग गर्छ भन्ने जस्तो लाग्छ। र यस क्रममा विभिन्न ठाउँमा नेपाली दाजुभाइ दिदीबहिनीहरूले एउटा कार्यक्रम लिएर एउटा इन्टरेक्सन, छलफल, एउटा सम्मान, नागरिक अभिनन्दन भन्ने हिसाबले पनि उहाँहरूले कार्यक्रमहरू राख्नुभएको भन्ने मैले थाहा पाएको छु। उहाँसँग बसेर छलफल गर्ने नै छु। यो नेपालको जिडिपीको करिब 1/4 वैदेशिक रोजगारीबाट प्राप्त हुन्छ। करिब 15-16 खरब रुपियाँ वर्षको चाहिँ वैदेशिक रोजगारीबाट आउँछ। त्यसमध्येमा 50% भन्दा बढी चाहिँ यो गल्फ कन्ट्रीमा भएका नेपाली दाजुभाइहरूबाट आउँछन् र त्यसमा करिब 13 देखि 15 लाखसम्म रहेछ, 15-16 लाख होला नेपाली दाजुभाइ दिदीबहिनीहरू यो गल्फ कन्ट्रीहरूमा, 6वटा कन्ट्रीहरूमा। त्यत्रो चाहिँ रेमिटेन्स नेपालमा भित्रिएको यो त फर्मल्ली आएको रेमिटेन्स मात्रै हो होइन, इन्फर्मल हिसाबले कति आइरहेको छ होइन। त्यो भएको हुनाले करिब 20 खरबको रेमिटेन्स जुन नेपालमा आइरहेको छ, त्यो चाहिँ नेपालको डेभलपमेन्टको लागि हामीले यदि सही रूपले प्रयोग गर्न सक्यौँ भने
नेपालको जुन प्रोडक्टिभ सेक्टर भनेको धेरै छन्, त्योमध्ये हाइड्रो पनि हो। विद्युत क्षेत्रमा लगानी गर्न सक्यौँ, त्यसको लागि एउटा आत्मविश्वास सरकारले दिन सक्यो, एउटा ग्यारेन्टी सरकारले दिन सक्यो, त्यो किसिमको लिडरसिपले चाहिँ त्यहाँका चाहिँ आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई दिन सक्यो, एउटा रिटर्नको ग्यारेन्टी दिन सक्यो। रिटर्न यति आउँछ निश्चित हुन्छ र यसमा डुब्दैन, डुब्यो भने सरकार ग्यारेन्टी छ भन्ने भयो भने ठुलो लगानी यहाँबाट आउँछ। तपाईँको 10% मात्रै लगानी वर्षको भयो भने 2 खरबको लगानी हुन्छ। 2 खरबको लगानी भने त ठुलो लगानी हो नि। 2 खरबको 10 वर्षमा कति खरब? 20 खरबको लगानी हुन्छ। कतिवटा हाइड्रो पावर भनौँ? 2 खरब वर्षमा हाइड्रो पावरमा खर्च गर्नलाई गाह्रो हुन्छ। त्यही भएको हुनाले यो चाहिँ सरकारको भिजन, लिडरसिप, तपाईँको पोलिसी, यसमा भर पर्छ। त्यो गर्न सकिन्छ। यो विदेशमा बस्ने रेमिटेन्सको मात्रै यो कुरा हो। नेपालभित्रैको चाहिँ लगानी, नेपाली जनताको लगानी ल्याउन सकिन्छ। यहाँको चाहिँ स्वदेशी ब्याङ्कहरूको र विदेशमा बस्ने अरू नेपालीहरू जसले बढी पनि लगानी गर्न सकिन्छ, त्यसलाई ल्याउने हो भने तपाईँको 4-5 खरबको लगानी नेपालमा वर्षको लगानी गर्नलाई त्यति समस्या छैन। सिर्फ के चाहियो भने विश्वास, ट्रस्ट, विश्वास र आत्मविश्वास जगाउनु पर्यो। सरकारप्रति सबैको विश्वास हुनु पर्यो, लिडरसिपप्रति विश्वास हुनु पर्यो र लगानी गर्ने व्यक्तिको चाहिँ आत्मविश्वास र ग्यारेन्टी सरकारले दिनु पर्यो। त्यो सबै कुरा आउँछ। यो लगानीको चाहिँ समस्याको विषय नै होइन, विश्वासको समस्या हो। यो विदेशमा बस्ने नेपालीहरू होइन, यो धेरै नै समस्यामा छन्। त्यहाँ समस्याको मात्रै होइन, त्यहाँ राम्रो विषयहरू पनि छन्। रोजगारी त्यत्रो चाहिँ छन् होइन, रोजगारीको विषय राम्रा कुराहरू पनि छन्। समस्या धेरै छन्, समस्या राख्नु भएको छ। कानुनी रूपमा, व्यवहारिक रूपमा धेरै समस्याहरू छन्। अब त्यो समस्या मध्येमा मान्छेहरू बितिसकेपछि पनि महिनौँ वर्षौँ लाग्ने यहाँ फिर्ता ल्याउनलाई। त्यहाँको कानुनको कारणले, हाम्रो प्रक्रियाको कारणले धेरै नै समस्याहरू छन् होइन। मैले एउटा किताब पढ्न पाएको थिएँ। हाम्रो होम कार्कीज्यू कान्तिपुरको चाहिँ के अरे पत्रकार हुनुहुन्छ। उहाँ 10-12 वर्ष गल्फ कन्ट्रीमा बस्नुभएको रहेछ। उहाँले एउटा किताब लेख्नु भएको छ। त्यो किताब मैले पढेको थिएँ। त्यहाँको समस्याको बारेमा धेरै उहाँले उयो गर्नुभएको छ होइन। त्यो धेरै पक्षलाई उहाँले हेर्नु भएको छ। त्यहाँको क्याम्पहरूको समस्या के हो, त्यहाँको लिगल समस्या के हो, व्यवहारिक समस्या के हो, मैले त्यो पढेको थिएँ। एउटा होल किताब मलाई एकदमै इन्ट्रेस्टिङ लाग्यो होइन। त्यो हुनाले अब यो विषय पनि एकदम गम्भीर विषय हो। अब मान्छे बितेको छ तर ल्याउन सकिँदैन। त्यसको लागि विशेष गरेर नेपाल सरकारले त्यसलाई पहल गर्नुपर्छ। र एउटा कारण चाहिँ के पनि रहेछ भने त्यहाँ व्यवहारिक समस्या। अब यत्रो करिब 15 लाखभन्दा बढी जनसङ्ख्या भएको कन्ट्रीहरूमा हाम्रो एम्बेसीहरूमा म्यान पावरै छैन भन्ने समस्याहरू रहेछ। थोरै म्यान पावर उहाँहरूले सुन्न पनि भ्याउँदैन। अब कसरी त्यहाँ एप्रोच गर्ने, कहाँ के गर्ने भन्ने त्यो म्यान पावरको पनि समस्या रहेछ। सरकारले त्यो विषयमा पनि विशेष गरेर हेर्नुपर्छ। अरू पनि धेरै पाटोहरू छन् होइन। व्यवहारिक पक्षहरूलाई हेरेर कानुनी पक्षमा पनि चाहिँ सरकारी तर्फबाट एम्बेसीहरूले पुस गर्ने, ठाउँ-ठाउँमा पुग्ने, त्यसको लागि त म्यान पावर त चाहियो नि त। म्यान पावरको पनि ठुलो समस्या भन्ने मैले बुझेको छु। अनि नेपाल सरकारले त्यसलाई विशेष रूपले हेर्नुपर्छ। वास्तवमा भन्ने हो भने नेपालमा हामीले चाहिँ यो रोजगारीको विषयलाई पहिलो प्राथमिकतामा राखेर सरकार र प्राइभेट सेक्टर सबैले यो विषयलाई फोकस गर्नुपर्ने हुन्छ। अब रोजगारीको विषय नै नेपालको पहिलो समस्या हो। अहिलेको समस्या तपाईँले सबै नेपाली यहाँ आऊ मात्रै भनेर भएन नि। त्यसको वातावरण, रोजगारीको वातावरण त बनाइदिनु पऱ्यो होइन। आज चाहिँ गल्फ कन्ट्रीको चाहिँ मरुभूमिमा रहेर 50 ऊँट पालेर बस्नुपर्ने,
30-35 हजारमा उँट पालेर बस्नुपर्ने, जबकि हाम्रो यी चाहिँ यस्तो राम्रो क्लाइमेटमा बाख्रा पालन गर्दाखेरि त्योभन्दा बढी कमाउन सकिन्छ। त्यसको वातावरण त बनाइदिनु पऱ्यो नि। एउटा भेजिटेबल खेती गरेर त्यसको बजार व्यवस्थापन किन हामीले गर्न सकेनौँ, होइन? एउटा चाहिँ टमेटोको, गोलभेडा, आलुको खेती गरेर त्यो मूल्य पाउँदैन, त्यसको रिटर्न श्रमको पाउँदैन भन्ने भयो भने कसरी चाहिँ यहाँ चाहिँ रोजगारी क्रिएट हुन्छ? यो मैले सानो उदाहरण दिएको। त्यही हुनाले यो कृषिमा व्यापक चाहिँ हामीले रोजगारी क्रिएट गर्न सक्छौँ। हाइड्रो पावर यति धेरै चाहिँ हाइड्रो पावर डेभलपमेन्ट गर्नुपर्ने चाहिँ हामी त नेसेन्ट स्टेजमा छौँ नि, भर्खर सुरु गरेका छौँ हामीले। यो हजारौँ मेगावाटको हाइड्रो पावर डेभलप गर्नुपर्ने छ, अगाडि बढाउनु पर्ने छ। करिब 20,000 मेगावाटको हाइड्रो पावर डेभलपमेन्ट भयो भने लाखौँ मान्छे त्यहीँ हुन्छन्। हाम्रा चाहिँ मैले बहराइनमा भोलि पर्सि म हेर्दैछु, ट्रान्समिसन लाइनका एक्सपर्टहरू नेपालीहरू त्यहाँ ट्रान्समिसन लाइनमा तार तानिरहेछन् मरुभूमिमा। हामी ट्रान्समिसन लाइनमा यहाँ कति काम छ भन्नु, हाइड्रो पावरमा कति काम छ भन्नु त। तर बाहिरबाट कोही चाइनाबाट आउँछन्, कोही इन्डियाबाट आएर काम गरिरहेछन्। अनि यो चाहिँ पोलिसीको विषय भयो है, गभर्मेन्टको पोलिसीको। आइटी सेक्टरमा कति चाहिँ रोजगारी क्रिएट गर्न सकिन्छ, अनि तपाईँको चाहिँ टुरिज्ममा त्यत्तिकै रोजगारी क्रिएट गर्न, रोजगारी त यति धेरै गर्न सकिन्छ। त गभर्मेन्टले त्यसको वातावरण बनाउनुपर्छ, किनभने त्यो त्यो चाहिँ रोजगारी क्रिएट कसैले, रोजगारी भने त गभर्मेन्टले जागिर दिने मात्रै होइन नि त। प्राइभेट सेक्टरले गरेको काममा र कसैले चाहिँ एन्टरप्रेन्योरसिप गर्छ, कसैले सानो एसएमइजहरू गर्छ, सानो काम गर्छ भने त्यसको मार्केटको ग्यारेन्टी गरिदिनु पऱ्यो, उनीहरूलाई सहज गरिदिनु पऱ्यो। सबै कुरा सहज भयो। भोलि चाहिँ मैले गोलभेडा रोपेर त्यो गोलभेडा चाहिँ निश्चित मूल्यमा 15% चाहिँ रिटर्न आउने गरेर बेच्न पाइन्छ, पाएन भने सरकारले किन्छ भन्ने ग्यारेन्टी भयो भने जसले पनि खेती गर्छ नि त। अनि त्यसको सिँचाइ व्यवस्थापनदेखि लिएर तपाईँको चाहिँ त्यसको कोल्ड स्टोरेजको व्यवस्थापनदेखि लिएर त्यो होल भ्यालु चेन र यो सप्लाई चेन चाहिँ व्यवस्थापन गरिदिने हो भने त्यो त आउँछ त। सबैजना किन त्यहाँ गएर चाहिँ आलु खेती गर्न अथवा मरुभूमिमा चाहिँ बाख्रा पाल्न जान्छ? यी बाख्रा पाल्छ नि, बाख्राको राम्रो आयो भने। डेरी खेतीमा एकचोटि साउदी अरबमा पुगेको थिएँ। डेरी 2 लाख गाई पालेर चाहिँ डेरी चाहिँ फ्याक्ट्री छ, टोटल अटोमेसन चाहिँ 5,000 नेपालीले त्यहाँ काम गरिरहेछ। त्यो 2 लाख गाईलाई कहाँबाट चाहिँ घाँस ल्याउँछ? युरोपबाट सिपमा घाँस ल्याएर पनि त्यहाँ डेरी खेती, त्यो ओल्डमा त्यहाँको चाहिँ मोही बिक्री हुन्छ, त्यहाँको अरू डेरी प्रडक्टहरू बिक्री हुन्छ। अनि यहाँ हामी किन गर्न सक्दैनौँ? सबै कुरो यहीँ हुन्छ। हाम्रो त डाइभर्सिटी त हेर्नुहोस् त, त्यो प्लेनदेखि लिएर हिमालसम्मको डाइभर्सिटी छ, होइन? अब टुरिज्मको त्यत्तिकै छ, प्रडक्टहरू त अब कति छन्, होइन? त्यही हुनाले यो रोजगारीको विषय त हामी 3 करोड जनसङ्ख्या भएको मान्छेले 50 लाखभन्दा बढी चाहिँ यङ युवाहरूलाई चाहिँ हामी विदेश पठाइरहेछौँ। कतारमा 3,50,000 जनसङ्ख्या रहेछ, उसले चाहिँ करिब 25 लाख मान्छेलाई रोजगारी, थप विदेशीहरूलाई रोजगारी दिइरहेछ गल्फ कन्ट्रीहरूमा। आफ्नो जनसङ्ख्याभन्दा पनि 80% मान्छे चाहिँ नन रेजिडेन्ट मान्छेहरू चाहिँ छन् गल्फ कन्ट्रीहरूमा, होइन? भनेपछि त्यो त हुँदो रहेछ त। अनि हामीसँग त सबै रिसोर्स छ नि, हाम्रो हाइड्रो पावरको त्यत्तिकै, टुरिज्मको त्यत्तिकै चाहिँ सम्भावना छ, अनि कृषिको त्यत्तिकै सम्भावना छ, आइटीको त्यत्तिकै सम्भावना छ, होइन? सबै ठाउँमा सम्भावना भएको ठाउँमा हामीले चाहिँ यो रोजगारी क्रिएट हुन सकेन। रोजगारी नै सबभन्दा नेपालको 1 नम्बरको समस्या हो। त्यो समाधान गर्नको लागि राज्यले ठुलो भूमिका खेल्नुपर्छ। र विदेशमा गएर जति पनि अहिले सिप सिकेका छन्, अनुभव गरेका छन्, उहाँहरू तुरुन्त आउनुहुन्छ, यहाँ काम गर्नुहुन्छ। हामीले यहाँको वातावरण र पोलिसी चाहिँ बनाइदिनु पऱ्यो, त्यो किसिमको चाहिँ आत्मविश्वास चाहिँ जगाइदिनु पऱ्यो। अब नेपालको मैले बिचको मान्छे भन्छ नि, बिचौलिया किन नराम्रो शब्द, बिचको मान्छेले नेपालको इकोनोमी, नेपालको अर्थतन्त्र, जहाँसुकै नेपालको चाहिँ सुशासन सबै बिगारेको त्यो बिचको मान्छे। तपाईँ बिचको मान्छे भनेको त्यो
गोलभेडा रोप्ने किसानले 10 रुपियाँ पाउँछ भने त्यो बीजको मान्छेले 40 रुपियाँ नाफा गरेर 50 रुपियाँमा बेच्छ। अनि गोलभेडा किसानले किन गोलभेडा खेती गर्ने त, होइन? बिचौलिया त त्यहाँ पनि छ नि, होइन? त्यहाँदेखि अनि एपेक्स बडीसम्म माथिल्लो निकायसम्म बिचौलिया नै छन्, सबैतिर छन्, होइन? त्यस्तै गरेर विदेशमा पठाउनेमा पनि बिचौलिया नै छन्, होइन? त्यहाँबाट धेरै चाहिँ हाम्रा नेपाली दाजुभाइहरू यो जुन श्रममा चाहिँ धेरै ठगी भएको छ भन्ने सुनिन्छ। एउटा मानव बेचबिखन भनेको कसरी चाहिँ हुँदो रहेछ भन्ने मैले यो एउटा मानव बेचबिखन जस्तै एउटा चाहिँ हो भन्ने चाहिँ मैले त्यो किताब पढेर पनि हाम्रा चेलीबेटीहरूलाई कसरी चाहिँ व्यवहार गर्छन् त्यहाँ, होइन? त्यो मैले नराम्रो पक्ष मात्रै होइन, राम्रा पक्ष पनि छन्। फेरि राम्रा पोस्टमा पनि गएका छन्। जुन हिसाबले हामीले सिप सिकेर जानु पर्थ्यो, पठाए पनि सिप सिकाएर पठाउनु पर्थ्यो र त्यहाँ चाहिँ गभर्मेन्टले चाहिँ एउटा इन्टरभेन गरेर एउटा चाहिँ नेपाली दाजुभाइलाई त्यहाँ जुन किसिमको व्यवहार हुन्छ त्यो व्यवहारलाई चाहिँ एउटा सहज रूपले कसरी चाहिँ समाधान गर्न सकिन्छ भन्ने कुरा चाहिँ सरकारको तर्फबाट हुनुपर्नेमा बिचमा चाहिँ बिचौलियाकै बढी चाहिँ प्रभाव दबाव रहने कुरालाई चाहिँ अन्त्य गरेर सरकारले त्यसलाई, किनभने हाम्रो इकोनोमीको अहिले चाहिँ जिडिपीको ठुलो मात्रामा विदेशी मुद्रा आर्जन गर्ने ठुलो चाहिँ सेक्टर भनेकै रेमिटेन्स हो, होइन? त्यो रेमिटेन्सलाई चाहिँ कसरी व्यवस्थित गर्ने भन्ने विषय चाहिँ सरकारले सोच्नुपर्छ। अहिले महिला कामदारलाई मुख्य गरेर पहिलो कुरा चाहिँ कस्तो ठाउँमा पठाउने त्यो किसिमको ट्रेनिङको जरुरी छ, एजुकेट गर्नु जरुरी छ। के कसरी जान्छौँ, के त्यो ठाउँ कस्तो हो, त्यो एजुकेसन दिनलाई एकदमै जरुरी छ। एजुकेट गर्नु पऱ्यो, ट्रेन गर्नु पऱ्यो, होइन? त्यस्तो ठाउँमा जहाँ चाहिँ महिला हिंसा हुन सक्ने भन्ने सम्भावित ठाउँहरूमा पठाउनु पनि भएन। सरकारले त्यो प्रिकसन लिनु पऱ्यो, होइन? र जुन ठाउँमा पुग्छ, मैले अघि नै भने त्यहाँको हाम्रो सरकारको रिप्रेजेन्टेटिभ भने त एम्बेसी हो। एम्बेसीले त्यो रिच गर्नलाई त्यो ठाउँसम्म चाहिँ वाच गर्ने, हेर्ने के भइरहेछ भने सरकारसँग लबिङ गर्ने काम त गर्नु पऱ्यो। तर उहाँहरूसँग म्यान पावरै छैन भन्ने रियल घटना व्यवहारिक समस्याहरू छन्, उहाँहरूको पनि छन्। त्यही कारणले यो समस्यालाई समाधान गर्नलाई त्यहाँको चाहिँ एम्बेसीहरूलाई पनि रिइन्फोर्स गर्नुपर्छ, अलिकति म्यान पावर बढाउनुपर्छ भने त्यत्रो रेमिटेन्स आउँछ भने म्यान पावर बढाउनु पऱ्यो, होइन? कहाँ चाहिँ समस्या हुन सक्ने क्षेत्रहरू छन्, दुर्व्यवहार हुन सक्ने क्षेत्रहरू त्यसको वाच लिस्टमा राख्नु पऱ्यो। त्यो किसिमको सरकारसँग चाहिँ डिल गर्नु पऱ्यो र त्यस्तो ठाउँमा पठाउनु पनि भएन। त्यस्तो ठाउँ छ भने पठाउनु भएन र महिलालाई चाहिँ विदेशमा चाहिँ कामको रूपमा पठाउने मिल्दैन, रेस्ट्रिक्सनै गर्न त सकिँदैन। तर त्यसलाई पठाउँदाखेरि अलिकति चाहिँ ट्रेनिङ दिएर एजुकेट गरेर पठाउँदाखेरि चाहिँ धेरै कुराहरू समस्या समाधान हुन्छ जस्तो लाग्छ मलाई। मैले यो विषय म आफै पनि बुझ्नलाई नै जान खोजे हो, होइन? म प्रत्यक्ष रूपमा प्रत्यक्ष चाहिँ नेपाली दाजुभाइ दिदीबहिनीहरूसँगै त्यहाँ बसेर त्यहाँका समस्या के हो, समाधान के हो, होइन? त्यहाँको राम्रा पक्षहरू के हुन्, नराम्रा पक्ष के हुन्, यी विषयहरू बुझ्नलाई पनि जानला हो, होइन? म यहाँ मात्रै होइन, अन्त पनि जाँदैछु धेरै ठाउँमा। समस्याहरू के हो र सम्भावनाहरू के हो त? सम्भावना पनि छ नि त। विदेशमा जाने भनेको समस्या मात्रै होइन नि, सम्भावनाहरू पनि छन्, होइन? अझ त्यसलाई राम्रो कसरी गर्न सकिन्छ भन्ने कुरालाई बुझ्न पनि जानला हो। अब भविष्यमा हामीले के गर्नुपर्छ भन्ने कुरा त अब सबभन्दा ठुलो कुरा त नेपालको लिडरसिपले नेपालको चाहिँ समृद्धिको लागि, नेपालको आर्थिक क्रान्तिको लागि हाम्रो चाहिँ यङ पपुलेसनलाई यहीँ रिटेन गर्नुपर्छ, यहीँ चाहिँ काम दिनुपर्छ। यहीँबाट चाहिँ
हामीले समृद्धिको लागि चाहिँ यङ पपुलेसनलाई चाहिँ अगाडि बढाउनुपर्छ होइन। त्यसको लागि बस भनेर मात्रै भएन। विदेशमा जानुभएको छ, उहाँले सिप सिक्नु भएको छ। अब यहाँ हामीले वातावरण यस्तो क्रिएट गरौँ जसले गर्दाखेरि सबै बाहिर गएका युवाहरू यहाँ आउनुहुन्छ, उहाँहरूले एउटा एन्टरप्रेन्योरसिप गर्नुहुन्छ, रोजगारी क्रिएट गर्नुहुन्छ, रोजगारीका विषयहरू अगाडि बढ्छ, देश समृद्धि हुन्छ। यहाँ बसेर काम गर्दाखेरि त व्यक्तिलाई मात्र फाइदा हुन्छ नि त, राज्यलाई पनि फाइदा हुन्छ। हामी अहिले बच्चा र बुढाबुढी मात्रै बस्ने अवस्था हुन थाल्यो नेपाल भन्ने भइसक्यो। बिचको चाहिँ यङ पपुलेसन जसले नेपाललाई ठुलो चाहिँ एउटा डेभलपमेन्टमा ठुलो कन्ट्रिब्युसन गर्छ, त्यो पपुलेसन चाहिँ बाहिर विदेशमा र जसले काम गर्न सक्दैन अथवा बच्चा र बुढा अलिक भइसकेका मात्रै बसेर त देश विकास त हुँदैन नि। देश विकासको लागि उहाँहरूलाई यहाँ ल्याउनुपर्छ, उहाँहरूलाई यहाँ काम दिलाउनुपर्छ, उहाँलाई त्यो किसिमको एन्टरप्रेन्योरसिप गर्नलाई, त्यो किसिमको चाहिँ इन्डस्ट्रियल सेक्टरमा लाग्नलाई प्रोत्साहन गर्नुपऱ्यो, प्रमोट गर्नुपऱ्यो होइन। र नेपालको डेभलपमेन्ट त्यसरी अगाडि बढ्नु, हरेक सेक्टरमा हामी चाहिँ अगाडि बढ्नु पऱ्यो। त्यो किसिमको चाहिँ एडभोकेसी, त्यो किसिमको चाहिँ प्लान प्रोग्राम समेत जानु पऱ्यो। हाम्रो सेक्टर त धेरै छ, हाइड्रो पावरदेखि लिएर कृषिदेखि त धेरैमा हामी चाहिँ ठुलो परिवर्तन ल्याउन सक्ने गरेर धेरै हामीलाई समय चाहिँदैन। 5 देखि 10 वर्षमा यो देशमा ठुलो परिवर्तन हुन्छ। 3टा कुरा एकदम जरुरी छ। एउटा डेलिभरी, बेसिक डेलिभरी चाहिँ राज्यले दिनु सक्नुपर्छ। आज मालपोतमा जाँदाखेरि, सिडिओ कार्यालयमा जाँदाखेरि, कुनै सानो अफिसमा जाँदाखेरि कुनै मलाइजा बिना तुरुन्तै काम हुन्छ भन्ने एउटा बेसिक चिजलाई चाहिँ डेलिभरी दिनु पऱ्यो। अरू बेसिक जनताका लाई आवश्यक चिजहरू डेलिभरी दिनु पऱ्यो। सुशासनको विषयलाई गम्भीर रूपमा हेर्नु पऱ्यो। सुशासन सबभन्दा महत्त्वपूर्ण विषय हो। यो सुशासन कायम भयो नेपालमा भन्ने भयो भने धेरै कुरा यहाँ चाहिँ